के हो कस्तो कसरी युट्युब च्यानलमा तपाईलाई स्वागत छ। आज हामी नेटको स्पिड कसरी हेर्ने भन्ने बारेमा कुरा गर्नेछौँ। सबैभन्दा पहिला तपाईले फेसबुकमा लाइक गर्नुहोस्, युट्युबमा गएर सब्स्क्राइब गर्नुहोस्, ट्विटरमा गएर फलो गर्नुहोस्। फलो र लाइक सबै ठाउँबाट गर्नुभयो भने मैले हालेको नयाँ नयाँ भिडियोहरू नोटिफिकेसनको द्वारा इमेलद्वाराबाट आएर तपाईले हेर्न र नयाँ नयाँ कुरा सिक्न सक्नुहुनेछ। नमस्कार, म रवि। आज हामी हाम्रो नेटको स्पिड कति छ, हाम्रो नेटको स्पिडको गति कसरी चलिरहेको छ, नेट कति अपडेट भइरहेको छ भन्ने बारेमा हामी यसको छलफल गर्नेछौँ। जस्तै तपाईकै साथीहरूलाई यसको नेटको प्राय जसो पिसिओ चलाउने अथवा कम्प्युटर चलाउने साथीहरूलाई यो नेटको बारेमा जानकारी भइरहेको हुन्छ। तपनि म जे पनि गर्छु सबै कुराहरू साथीको सुझावबाट मात्रै गरिरहेको छु। जस्तै तपाईलाई थाहा भएको छ भने तपाईले यसलाई बोर नमान्नु होला। तपाईलाई म क्षमा चाहन्छु। तर यस्तै गरेर एउटा साथीले यहाँ कमेन्ट गर्नुभएको थियो, म उसको नाम लिन चाहँदैन, म त्यही हिसाबले म यो बनाउन गइरहेको छु। सबैभन्दा पहिला तपाईले google.com टाइप गर्नुहोस्। ब्राउजरमा गएर google.com टाइप गरिसकेपछि तपाई त्यहाँ गुगल बक्सको भित्र गएर सर्च बक्समा गएर स्पिड टेस्ट भनेर टाइप गर्नुहोस्। स्पिड टेस्ट टाइप गरिसकेपछि तपाईको यस्तो तरिकाले खुल्छ। जस्तै म माउसले देखाइरहेको छु, तपाईले अनलाइन पनि हेर्न सक्नुहुन्छ। तर हामीलाई अनलाइनको आवश्यक पर्दैन, हामीले डाइरेक्ट मेरो नेट कति स्पिडको गतिमा चलिरहेको छ भन्ने बारेमा थाहा पाउन सक्छौँ। जस्तै यहाँ बिगिनिङ टेस्ट लेखेको छ, यहाँनिर तपाईले क्लिक गर्नुभयो भने तपाईको नेटको स्पिड कति आइरहेको छ र कति यहाँबाट कति अपलोड भइरहेको छ र तपाईले यहाँबाट यदि तपाईको नेट एकदम स्लो छ भने तपाईले यसलाई बिगिनिङ टेस्ट गरेर पनि केही नेटको पावरहरू खिच्न सक्नुहुन्छ। तर त्यति त आउँदैन, त्यति त आउँदैन। यहाँ पनि मैले ट्राई पनि गरेर हेरिसकेँ, तपाईँ म देखाउन गइरहेको छु, भिडियोमा बनाउन गइरहेको छु। जस्तै मेरो नेटको एकदम स्लो छ, मैले कसरी तान्ने, मैले कसरी अपलोड गर्ने आफ्नो नेटलाई भनेर उहाँले तल मलाई कमेन्ट बक्समा लेख्नु भएको थियो। म त्यही हिसाबले म यो भिडियो बनाइरहेको छु। जस्तै यहाँ म टेस्ट गरेर देखाउँदैछु। मैले बिगिनिङ टेस्ट गरिसकेँ। अब यहाँ टेस्ट मेरो अपलोड भइरहेको छ, कति एमबी खिच्छ, यहाँ डाउनलोड स्पिड, अब डाउनलोड कति स्पिड डाउनलोड भइरहेको छ यहाँ तपाईँले हेर्न सक्नुहुन्छ। डाउनलोड स्पिड भनेको छ अब 3.64 Mbps भनेर देखाइरहेको छ। टेस्ट अगेन भनेको छ, तपाईँले यहाँ टेस्ट गरेर मेरो अपलोड चाहिँ जब 0.32 MPS भयो भने म धेरै मेरो चाहिँ त्यही इन्टरनेटहरू चलिरहेको छैन। मेरो इन्टरनेटहरू चल्यो भने अपडेट स्पिड भनेर बढी देखाइरहेको हुन्छ। यो कुन नेटवर्क हो तपाईँले त्यहाँनिर गएर हेर्न सक्नुहुन्छ। जस्तै एरिया एयर 1 भनेको चाहिँ यो म अहिले यता साउदी अरबतिर छु, म त्यही भएर एसटिसी भनेको एसटिसीको कनेक्सन हो। तपाईँले यहाँबाट आइपिएल नम्बर पनि निकाल्न सक्नुहुन्छ। तर अहिले त्यो आइपिएल नम्बर चाहिँ ननिकालौँ, हामी त्यसको आवश्यक छैन हामीलाई। यदि तपाईँले किन कम्प्लेन गर्नु छ भने तपाईँ यहाँ तल गएर आफ्नो इमेल पठाउन सक्नुहुन्छ। तपाईँले नेटमा यहाँ तल इमेल देखाइरहेको छ, यो इमेल भनेको छ तपाईँ, यसको नि हामीलाई त्यति नै आवश्यक छैन। जस्तै तपाईँको यहाँ टेस्ट गर्नुभयो, यहाँ प्रचार आइरहेको हुन्छ, त्यो प्रचारमा तपाईँले क्लिक नगर्नु होला, किन भन्दा तपाईँले यहाँबाट नि भाइरसहरू आउनु धेरै सम्भावना हुन्छ। जस्तै तपाईँले www.speedtest.net भनेर पनि तपाईँले डाइरेक्ट ब्राउजरमा गएर तपाईँले सर्च गर्न सक्नुहुन्छ। www.speedtest.net भनेर। जस्तै यहाँ गएर पनि तपाईँले त्यस्तै म फेरि देखाइरहेको छु। फेरि मैले यता वेबसाइटबाट गएर तपाईँ यहाँ गएर पनि त्यस्तै गरेर टेस्ट गर्न सक्नुहुन्छ। किन भन्दा पहिलाको गतिभन्दा अहिले बढी नै हुन्छ। फेरि हामी अर्को फेरि टेस्ट गर्दा नभए कम पनि देखाउन सक्छ। किन भन्दाखेरि नेटको स्पिडहरू तलमाथि भइरहेको हुन्छ, त्यति बराबर नेटको स्पिडहरू दिएको हुन तपाईँले मिनेटमा टेस्ट गर्नुहोस्। तर पहिलाको भन्दा केही नै स्पिड नेट चल्छ। र तपाईँले यस्तै चलाउनु भयो भने अर्को व्यक्ति पिसिओ चलाउने व्यक्तिलाई धेरै असर हुन्छ। उसले राम्रोसँग नेट चलाउन सक्दैन। तर यस्तो कामहरू नगर्नु होला। तर म चाहिँ एउटा सुझाव दिइरहेको छु, म एउटा देखाउन मात्रै गइरहेको छु। त्यही तपाईँले एउटा टेस्ट गरेर मात्रै छोडिदिनु होला, जतिखेर त्यहाँ टेस्ट चाहिँ नगर्नु होला। जस्तै यहाँ देखाइरहेको छ, जस्तै तपाईँले यहाँ देख्न सक्नुहुन्छ कति छ यहाँ। जस्तै अहिले भइरहेको छ, जस्तै माथि हेर्न सक्नुहुन्छ। जस्तै डाउनलोड अहिले कम भयो, अघि एकदम धेरै थियो, अहिले 2.71 भनेर
देखाइरहेको छ। यता अपलोड स्पिड भनेको छ जस्तै अहिले 0.34 भने यस्तै देखाइरहेको छ। त्यस्तै गरेर देखाइरहेको छ। तपाईँले नेटको स्पिड कसरी हेर्ने भन्ने बारेमा नि सिकिसक्नु भएको होला नि म ठुलो आशा राख्दछु। जस्तै तपाईँले त्यहाँनिर गएर तपाईँले डाइरेक्ट ब्राउजरमा गएर नि गर्न सक्नुहुन्छ। यसको लागि तपाईँको गुगल क्रोमको आवश्यक पर्ने छैन। तपाईँले एक्सप्रेस इन्टरनेट एक्सप्रेसबाट नि हेर्न सक्नुहुनेछ। तपाईँले भिडियो हेरिदिनु भयो होला म ठुलो आशा राख्दछु। तपाईँले मलाई कमेन्ट बक्समा गएर कमेन्ट गर्न सक्नुहुन्छ। तपाईँले भिडियो हेरिसकेपछि भिडियो कस्तो लाग्यो तपाईँले तल कमेन्ट बक्समा गएर हेर्न पनि सक्नुहुन्छ, सेयर गर्न पनि सक्नुहुन्छ। यदि तपाईँले केही नयाँ कुराहरू सिक्नु छ भने तपाईँले मलाई कमेन्ट बक्समा कमेन्ट गरेर पनि तपाईँ त्यहाँबाट नयाँ नयाँ कुराहरू हासिल गर्न सक्नुहुनेछ। हस्, धन्यवाद, शुभ दिन। र युट्युब च्यानलमा गएर सर्च गरेर के हो कस्तो कसरी अनि सर्च गरेर तपाईँले सर्च गरेपछि युट्युब च्यानलको भिडियो माथि रातोमा सब्सक्राइब गर्न नभुल्नु होला र फेसबुकमा लाइकका बटन दबाउन चाहिँ नबिर्सिनु होला। हस्, धन्यवाद।